बाटोमा घाँस काट्न जाँदा आज चराको बच्चा यस्तो हालतमा भेटियो। सो हेलो एन्ड नमस्कार साथीभाइहरू, स्वागत छ तपाईहरुलाई मेरो अर्को न्यू मिनी भ्लगमा। आजको मिनी भ्लगको सुरुवात भने जेसीबीबाट इन्ट्रो हुन्छ र हामी 1, 2 र 3 जना भएर कहाँ जाँदै छौं त कृपया लास्टसम्म भिडियोलाई हेरेर बुझ्नु होला। हिजो मात्र हाम्रो एकजना बुढी बजे मर्नु भएको थियो र उहाँकै कार्यतिथि उतार्नको लागि हामीहरू चाहिँ दौडा गर्न भनेर जाँदै छौं है त। अनि आज बिहान हिँडेको झन् यो गर्मीको मौसम उकालोमा बल्ल बल्ल तानिँदै बल्ल तल्ल गाउँकै सबभन्दा टपमा पुगियो र टपमा पुग्दा चाहिँ 12 बजिसकेको थियो र कसैको त 12-1 बजेको घाम र उकालोको हिँडाइले लुगा निकालेर नाङ्गे र एकछिन थकाइ मेटेर छिटछिटो रुख पनि ढालिहाल्यौं र छिटछिटो रुखहरू काटेर हामीहरू भने छिटछिटो घरतर्फ फर्कियौं र छिटछिटो दौडालाई घर पुर्याइदिएर हामीहरू भने आफ्नो घरतर्फ लाग्यौं। अनि बाटोमा आउँदा चाहिँ साह्रै भोक लागेको थियो। हामीहरूले चाहिँ एक-एकवटा च्याउचो किनेर खाँदै घरतिर लाग्यौं र घर आइपुग्न पाएको छैन। आमाले भने डाला खसाल्न पठाइहाल्नु भयो। अनि डाला खसालेर के झरेको थिए भुइँमा त मरेको चरा पो भेटिन्छ। कसले मार्यो या आफै मर्यो त्यो चाहिँ मलाई थाहा भएन। त चरालाई पनि हार्दिक श्रद्धाञ्जली भनेर म चाहिँ लागे घाँस सेमल्नतर्फ। अनि घाँस सेमलेर त्यो मरेको चराले ढुङ्गाको कोप्चेरामा राखिदिएर म चाहिँ फर्किएँ घरतर्फ। सो आजको मिनी भ्लग यही अन्त्य गर्छु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जानु होला।